हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आयो हजुर सन्चै हुनुहुन्छ, म पनि सन्चै। तपाईँहरूको प्यारो पिथिक्रौँ। अनि तपाईँहरूले खानासाना खाइसक्नुभयो होला। हामी चाहिँ अघि चिया खाएर फ्रेस भएर चिया खाएर माम बनाएर खाना बनाएर खाना खाएर चाहिँ बाहिर जान लागेको छौँ। हामी चाहिँ दुईजना, म त सन्चै छु तर हाम्रो बस्दै सन्चो हुनुहुन्न। उहाँलाई चाहिँ अब हस्पिटल लाने भन्ने कुरा भइरहेको छ। अनि त्यही हो, बाहिर जानलाई छौँ। कस्तो घाम लागिरहेको छ, आँखा दुखिरह, निन्दा पुगेको छैन। त्यही अब एकछिनमा माम खान्छु अनि बाहिर निस्किन्छु होला म चाहिँ आज। त्यही हो, एकछिनमा भेट्छु ल हजुरहरूसँग। बाहिर चाहिँ हामी चाहिँ रुमबाट निस्किसक्यौँ, रेडी सेडी भएर खानासाना खाएर। कस्तो घाम हौ, मेकअप टल्किरह होला, भुजी चाहिँ दिइरह होला। त्यही ओभर टल्किरह हो मेकअप। गरेपछि टल्किँदैन भने सम्झनु भएको मान्छे त्यसो बस। मेरो खुट्टा दुख्यो। अनि आज चाहिँ के भयो भन्नु न, होइन भनौँ एउटा खाना बनाएको, भात बनाएको, भातै काट्छु अनि फेरि बनाएर खाएको यार, फेरि पानी हालेर खाएको। र हामी चाहिँ इन्भेस्टिङ गरिसक्यौँ। हामी चाहिँ उता जाँदैछौँ, उता गएर हस्पिटल लाने भन्ने थियो। हस्पिटल जाने हो र? खुट्टा दुख्यो कि कसरी हिँडेको तिमी? सब बिग्रिरहेछ। सन्चो होइन, अब हस्पिटल जानुपर्छ ल। अझै एकछिनमा भेट्छु ल। मेरो इनार आइसक्यो, खुट्टा टाक्क लगाएर। आजको दिन चाहिँ यस्तो छ, टाक्क लगाएर एकछिन भेट्छु ल। आजको दिन चाहिँ राम्रो छ भएर कति गर्मी हौ, नसकिने छ। मेकअपै टल्किरहेको हामी आइसक्यौँ। गर्मी भइरह कस्तो दामी भ्यू देखिरहेको छ। त्यही सन्चो नभएको मान्छे हेलो कस्तो देखेको भ्यू। मेरो कि क्यामेरा नराम्रो आएको। कस्तो फिल भइरह? बिरामी भएको मान्छे हो। कस्तो हावा चल्यो, एकछिनमा गइहाल्ने। बोलाउन नानी एन्जिला। एन्जिला कस्तो घाम अब। यहाँ भ्यू चाहिँ आम्बो दामी देखेको हेर्नु न बेबी। बाहिर भन्नु न, यहाँ उस छ लाउनु त, प्याटर्न खोलेर भन्नु। भइसक्यो एन्जिला। ओके, हामी एकछिनमा भेट्छौँ। नमस्ते गाइज। एन्जिला मम यता हेलो भनिदिनु त। नमस्ते भन्नु त। हजुर आङ्गी यता हेलो भन्नु पऱ्यो कि भ्लग हो कि हाम्रो कुकु चाहिँ यता यस्तो मान्छेको नर यस्तो गरी भइरहेछ। ल यता चिया बनाउनु लाग्नु भइरहेछ भने मेरो त जिब्रै मेरो त उयो चाहिँ। अनि मलाई चाहिँ बोल्नै आएन कि तपाईँ बोल्नु भने। फुल चाहिँ यहाँ चिया बनाउनु लाग्नुपर्छ। हाम्रो हजुरआमा त्यहाँ छ। हामी चाहिँ बाहिर घुम्न जानलाई कहाँ बनाउनु अब जुत्ता लाउँछु। सन्चो नभएको मान्छे घुम्न जाने रे। धेरै सुतेर नि हुँदैन नि त। ओहो घाम त डरै लाग्छ त। भ्यू चाहिँ दामी, केही दिएन मैले त। एन्जिला भ्लगमा आइसक्यो नि। गर्मी चाहिँ वाइल्ड गर्मी छ। के भ्लग अब आज जुन हुन्छ नि। के हुन्छ अरे बस? आज लामो भ्लग हुन्छ अरे। ए हो,
कस्तो नदेखाउनु न भने जुती लाग्यो नि आज म त भाग दिने हो हेर रिक्सा नाइले खान्छ नि कहाँ जुत्ता लाएर भित्र गएको के भगमा दिएर गर्छ त नि ए ल ल नमस्ते डोक्दिया कट्टु सट्टु त लाउन दिनुहुन्न हामी चाहिँ अब जान लाग्यो खै कहाँ जान लाग्यो मलाई नि थाहा छैन बसको गिफ्ट कहाँ जाने रे बेबी मलाई ठाउँ चाहिँ थाहा छैन तर बिरामी थियो अब धेरै सुत्यो भने झन् झन् गल्दो रहेछ फ्रेस हुन्छ झन् घाम पनि यस्तै छ र खै यस्तो हिँड त तिमी यता जाउँ न कस्तो दाम देख्यो के छ ह्यान्डसम हेलो जाने हो मास्क खोलिदेऊ न कहिले कहिले त छ्या मास्क खोलेर एकचोटि खोलिदेऊ अनि फेरि लगाऊ हेलो भनिदेऊ हेलो हेलो टाढै हो नानी टाढै हो छैन कति मिनट भयो छिटो गयो भने त्यति हो न त बिस्तारै यसरी भ्लग बनाउँदै गएन भने टाइम लाग्छ छिटो पुग्यो न यस्तो गर्मी हो टन्टनै घामला छ सन्चो नभएको नानु नि सन्चो छैन तिमी त कस्तो हिरो देखिछौ त आज त यता हिरो नि नानु छ नि त नानु हाल्नु भन्थ्यौ न नानु आज मुड अफमा छ अरे फ्रेस गरिदिन्छन् रिक्सामा गर्नुभयो के कस्तो म त हिपापमा रहेछ कि हिपाप हो र मोबाइल गोजीमा भयो यस्तो के यस्तो वाला कस्तो रे हेर्नु त्यो पागल हो भने भाइको टिटु भइसक्यो तिमी पागल हो फेरि एकचोटि गरिदेऊ न तिमी पागल हो सेम हालिदिन्छ कि रुममा त्यही भनेको भनेको कि एबिसिडी जेडसम्म भन्न लगाउँछ त्यो गिफ्टरहरू हुन्छ नि तिनीहरूले नि अनि कखको ग्यासम्म आउँछ अरे अनि आउँदैन भनेर भन्छ अनि ट्राई नि नगर्ने भन्दा आउने कसरी ट्राई गर्नु हौ मलाई त्यही भनेको भने रुममा नि त्यही भनेको भने सेम गरिदिन्छ क्या मोबाइल त उयो भयो कि माथि भयो मोबाइल छ नि त अनि त्यहाँ तर कस्तो दामी लगाएर आउँछु भनेको लाउनै नदिरहेको किन लाउने हो र त्यतिकै राम्रो देखिन्छ त्यो काइन्ड अफ या डन जस्तो सबैले न सानोवाला क्यामेरा हेर्नलाई क्यामेरा हेर्नु त त्यो पछाडिको क्यामेरा पुस्नु अनि कस्तो गर्मी हौ लास्टै गर्मी छ अर्को छ कि अल्छी लाग्यो हिँड्दै हिँड्लाछु हिँड्लायो भने झन् कस्तो खुट्टी दुख्छ किन ट्यापे हुन लाग्यो हो गर्मी भयो अरे त्यति लाउँदा हामी यत्रो फोनको प्याटर्नै बिर्छु भने 2004 अर्को फोन मैले नि हान्छु त मेरो तिम्रोमा हान्छु त्यस्तै त हो नि को नानु भेट्छु भने हैन को बेबी कोलाई उता बसलाई ए त्यसरी अब कहाँ छ कता कता हो भैँसीपाटी पनि ललितपुर भैँसीपाटी त्यता पो हो जस्तो लाग्यो यो के हो यस्तो यो किन त के हो यो पाल भन्छ यसलाई चाहिँ होइन के भन्छ अरे पार्टीहरू त्यो उयो गर्छ कि होइन जेको नि हुन्छ ए त्यो उस जस्तै कि गाउँ घरमा त्यो के अरे बे वर्तमान गर्छ नि त्यस्तो बेला लाउँछ त हो त्यस्तै यता नि पार्टी थियो होला नि त्यो बेला लगाएको लगायो बस कस्तो मजा हो यहाँनिर कस्तो दाम कसम यस्तोमा फोटो खिच्न पाएँ भने यस्तो मजा आउँछ त्यो मलाई राम्रो नआओस् मतलब भएन पछाडिको भिउ चाहिँ दामी हुनु पर्यो होइन होला
के होइन हो हो त भइगयो नि त हो यार होइन होला त्यहाँनिर भिडियो बनाउनु चार्ज राख्ने दाम ल फोन जिन्दाबाद छ त किन तपाईँको फोन जिन्दाबाद छ मेरो फोनमा क्यामेरा राम्रो आउँदैन अस्ति चाहिँ के बर्थडेको दिन तपाईँकोबाट त बनाएको नि आज मेरोमा नि क्यामेरा राम्रो आउँछ आउँछ नि मेरो भन्दा नि राम्रो फोन छ त्यही पनि बेच्छु भन्छ हो मलाई त रिसै उठ्छ जम्मा कतिमा भनेको 30,000 मा बेच्छ बुझ्नु हाम्रो गफ सुनेर नढल्नु होला हामी यस्तै हो बोल्दै बोल्दै छोटो छोटो भ्लग भयो भन्थ्यो अनि मेरो पालो अनि अब चाहिँ लामो लामो बनाइदिन्छु म हेरौँ न ल मेरोमा खै राम्रो आउँछ हौ बेबी तपाईँको फोनमा नि जुमिङ गरौँ ल खै के जुमिङ गर्ने र उसले फेरि दामी खिचिदिन्छ नि फेरि आहा कस्तो दामी भ्यू चाहिँ हो आजको दामी दामी फोटो खिच्छु नानु हिँड्न त म बनाइदिन्छु ल क्यामेराम्यान एज नानी यहाँबाट होइन कस्तो कस्तो गर भने क्यामेराम्यान सिकाउँदै हुनुहुन्छ यहाँ यतापट्टि फर्कियो होइन केटी जस्तो हिँड्न लाउ न यसरी मोडेर अगाडि चाहिँ यता फर्किने होइन हिँड्दाखेरि यस्तो त होइन पुरै बनाउनु लाग्यो क्या उतापट्टि फर्कियो होइन हिँड्ने बेला चाहिँ उता हिँड्ने पछाडि उतापट्टि उतापट्टि ल सिकाउनु भयो यहीँ क्यामेराम्यान फोटो चाहिँ खिच्यो हुन्थ्यो बेबी कस्तो दामी आउँथ्यो फोटो खिच्ने हो स्लोमा किन बनाइदिएको अगाडि पनि छ नत्र अगाडि पनि छ हौ फोटो खिच्नु कस्तो दामी देखियो क्यामेराम्यान यहाँ पोज दिने मान्छे पोज दिने मान्छे अनि म चाहिँ हेर्ने मान्छे म चाहिँ दर्शक कसरी रे पोज दिन्न है तपाईँ दिन्न पोज त मलाई आउँदैन यस्तो साइडमा हेरे हुन्छ अझ क्यामेरामा आज चाहिँ मैले नेल्स लगाएको थिएँ त्यो टास्ने होला है फेरि हेर्नु त कस्तो छ ल भने ल हजुर मिलाइदिनु रे भन्नु न मिलाएर अब हामी एकछिनमा भेट्छौँ ल के फेरि भन्नु त ठ्याक्क के मसँग फोन थियो नि त होइन अनि ठ्याक्क म फोन लिएर अनि हेलो भन्नु हेलो भन्नु म हेलो भन्नु त म पनि भनेको अब बिचरा आएन होला नि त यस्तो हात उठाउनु भयो अनि पछि चाहिँ नमस्ते गरिदिइराखेँ अनि पछि त पुगु त चिया बनाइरहेको यस्तै फोन लगाइरहेको त कहाँ भन्दाखेरि लगाउनु हेलो के छ साथी ल यहाँनिर भ्यू चाहिँ दामी गर्मी भयो खुट्टी दुइसक्यो हिँड्दा हिँड्दा म त हिँड्नै सक्दैन कि यो हिल्लाएर त झर्नु हान न बागमती रिक्सन यहाँदेखि यहाँ एक सक्छ यहाँबाट हम्बाल हजुर मजाले सक्छ अरे यस्तो फोरो पानीमा नयाँ सब उस हुन्छ फेरि लुतो आउँछ लुतो झन् कहाँले हप्सिदेखि त्यो घामले डरेर किन दिँदैन र तिम्रो त कस्तो कस्तो दुब्लाको चाक पनि सुगेछ कसम दुब्ला के अस्ति नै भन्दा छैन कि चाक कस्तो रे रिक्सन फेरि एकचोटि भन न काभ्रेली डान्स हान्देऊ न हान्देऊ न
यहाँ त मन्दिर जस्तो छ त नानी कहाँ जानु लाग्यो र खासमा यही हो यता भित्र हो क्या राम्रो ठाउँ छ है उता त पानी पर्ला जस्तो भयो त फेरि कालो त्यहाँ चाहिँ घाम तर्को भेटेर पानीको जानुपर्छ तर कसो खाली धुम्न लाग्यो चिसो पानी लिएर आउनु पर्दो रहेछ एक बोतल फेरि एउटाले खाना हुन्न फेरि होइन अहिले एकछिन किनौँला होइन त्यहाँ घरमै थियो नि त फ्रिज त्यही भएर भन्यो मैले अब भिडियो आउँछ त्यहाँनिर के बेबी भिडियो पाउँछ भने नानु क्यामेराम्यान अब कस्तो मलाई आउँदैन बनाउनु के आउँछ त तपाईँलाई बोल्नुहुन्छ त मेकअप टल्किरह होला टलक्क मेकअप गरौँ कि नै भनेको गर्नु न रे अनि गरेको यहाँ अहिले त उल्का भइरहेको लाग्छ मेकअप गर्दा पनि त्यही अनुहार छ नगर्दा पनि त्यही अनुहार छ कि तर हेपेको भाइ यस्तो पसिना दामी आएको छ भ्यू चाहिँ मेरोमा खुट्टा दुईजना गाइस हुँदैन राम्रो छैन रे भने हो कि देखाएको हो कि मोबाइल नाटकै बढी यस्तो बाटोमा हिँड्दा अनि खुट्टा हिल्लाएर त अनि दामी हुन्छ त खुट्टै महँगो महँगो भइरह अनि अब गन्तव्यमा आइपुग्न लागिसक्यौँ यहाँ त पो रहेछ त आँखा कस्तो मजा आयो उडायो एकछिन दाजु हिरो देख्या उडाइदिने हो कि क्यामेरामा नै आएन अझ सोलो रे कि अझ एक्सन हो फेरि एकचोटि गर न कसरी रिक्सन जस्तै यो क्यामेरामा ओए उसवाला गरेर हिजो त्यो हामीले एउटा भिडियो हेरेको थियो नि कुन रे के हो रे चर्तीकला सीताकी छोरी आफ्नो असली रूप देखेन होइन खुट्टा पनि फेरि गरिदिउ न खुट्टा कस्तो रे यहाँ चाहिँ भ्यू हेर्न सक्नुहुन्छ आया यस्तो दामी देखिरहेछ किन तिमी यतिकै राम्रो देखिछौ त अब अर्कोचोटि काट्ने त के भयो त कपाल काट्ने गर्छिन् अस्ति नै ती यत्रो लामो कपाल पारेर केही भएको थिएन थोरै लाग्यो खुट्टै दुखिसक्यो यार चाहिँ मन्दिर रहेछ हेर्न सक्नुहुन्छ अनि थोरै लगाइसक्यो त्यति हिँड्न सक्दैन तपाईँहरूलाई थाहा छ कि नै खुट्टै दुखिसक्यो यहाँ दाइ बहिनीको गफ चल्दैछ के गफ हान्दैछ खै हो नि कस्तो दामी देखेको यति धेरै फोटो खिच्छु के बेबी गुइए के चर्तिकाला होइन त आफ्नो असली रूपमा आइज असली रूपमा आऊ न असली रूपमा यस्तो नि गर्छ समझ रिक्सनले नि कहिले काहीँ त तर यहाँ फोटो खिच्नु दामी आउँछ बस ट्याक्क यहाँ ठचक्क बसेर थकै लगाइसक्यो हिँड्दा खुट्टी दुइसक्यो मान्छेको हिँड्नु कस्तो राम्रो पर्यो माछा के भयो त अनि त माछा त छैन होला है यस्तो ठाउँमा त अनि कहाँ हाने माछा हुन्छ कत्रो ठुलो गत्तरी जुन पर्यो भने के छ बस ठिक छैन कहीँ बसौँ न एकछिन तपाईँ लाग्यो उयो तल पुल चाहिँ घुम्नु न तल पुल छ नि यस्तो चर्तिका होइन
आफ्नो रुखमा आइज कि रुखमा आइज भनेर डेन्जर आइदिन्छ गाइस हामी एकछिन बसेर थमे लागेर खुट्टी नै दुख्यो हामी चाहिँ भिडियो सिडियो बनाएर फोटो खिचेर भइसक्यो भ्यू फुलहरू भ्यूहरू न फुलहरू त फेरि यस्तो दामी छ नि फेरि भ्यू चाहिँ दामी है यहाँ डेटिङ पनि आएको छन् मान्छेहरू त्यो केटी छन् दुईजना यहाँ गफ हान्दैछन् यहाँ चरा के बेबी त खुट्टी दुख्यो कि यो हिलायो नि यहाँ यो निस्केको गर्छ मेरो दिमाग खराब हुन्छ के छ बस कस्तो फिल भइरहेछ कति बजी घुम्दा कस्तो फिल हुँदो रहेछ घुम्दा होइन बिरामी भएर चाहिँ हल्का गाह्रो भइरहेछ यहाँ चाहिँ फुल चाहिँ हेर्नु न यस्तो ठाउँमा चाहिँ घुम्न मलाई पनि मन पर्छ के भयो फेरि जाम कहाँ जाने अब भ्याइ होइन थाहा पाइहाल्छ नि हेर्नु न भ्यू फोनको प्याटर्न कस्तो राम्रो फुल हो यो के अब तिहारमा उस हुन्छ नि सयपत्री फुल हो उसहरू एकछिन लगाएछ हामी भिडियोमा फोटो भिडियो खिच्छु कि म यहाँ थकै लागिसक्यो यहाँ बसिरहेको छु खुट्टी दुइसक्यो यहाँ हिलाएर यहाँ क्यामेराम्यान यहाँ भिडियो हिरोनी क्यामेराम्यान दियो क्यामेराम्यान पो त फेरि रिक्सामा बस्दा सक्दैन नि फेरि आयो नि लागिसक्यो हौ जाम खाजा खानु पहिला केही चटपटे खानु जाउँ कपाल बिग्रेको रहेछ भन्नु पर्दैन कपाल बिग्रेको छैन यस्तो फर्किँदा हुन्छ नि त दुईजना झगडा गर न पहिला त यहाँबाट झरेको एउटा ल क्यामेराम्यान हो फेरि सक्दैन कसम मेरो खुट्टी नै दुखिसक्यो कि क्यामेराम्यान फर्की 1 2 3 4 तिम्रो लागि अहो भ्यू हेर्नु न गाइस कस्तो आनन्द फिल लाग्छ हो यस्तो ठाउँमा त चिल लाग्छ क्या मनी बनाउने क्यामेराले बनाए जस्तै हुन्छ कि मेरो मनी बनाउने कि सुना भयो आर्यनले मेरो नि बनाइदिनु न यो लेन छ क्या छुट्टै मेरो नि बनाइदिनु न ल यहीँबाट बनाउनु ल नानीलाई भ्लग दिने एकछिन बोल्न यतातिर बोल्दै गर्नु नानी ए ल बोल्नु न यति यसो गर्नु यसो सजिलो हुन्छ ल ल आउ त नि भिडियो बनाइदिनु अनि दाइ र भाउजू भिडियो बनाउँदै हुनुहुन्छ यता ए हो यहाँ चाहिँ भिडियो बनाइरहनु भएको छ क्यामेराम्यान हाम्रो क्यामेराम्यान गाइस यस्तो राम्रो आएको छ दामी छ भिडियो हाम्रो भिडियो बनाएर भ्याइसके नानुको होइन बाँकी छैन मन्दिरमा गएको बनाउँछ होइन म मन्दिर जानु हुँदैन किन आज जानु हुँदैन सन्चो हुँदैन यहाँनिर आउनु न यहाँबाट हिँड्ने यस्तो हिँड्नु ल नानु पहिला 1 एउटै भिडियो कम्प्लिट गर्नु भयो सक्दैन नि मेरो पनि बनाइदिनु नि फेरि यहाँ कस्तो राम्रो भ्यू आइरहेको यस्तो दामी हेर्नु न होला फर्के नानु एकचोटि मेरो पनि ल एकछिन न गाइस फेरि बनाउँछ क्यामेराम्यान भएको बेलामा बनाउनु पर्छ कि अरू बाल भएन आई डोन्ट केयर एडिट गर्ला सबै यस्तो बनेछ कि कस्तो दामी मलाई यस्तै मनपर्छ मेरो पनि बनाइदिनु न अब यतातिर ओ भाइ साहब नानीलाई उसै गर्न आउनु क्यामेरा यसो गर्नु यसो हेर्नु कि यसो ठ्याक्क अनि यस्तो सजिलो हो कि भ्लग बनाउँदै भन्नाले भिडियो हाम्रो क्यामेराम्यान अनि हाम्रो भाउजू घुम्नु भन्नु न फर्किनु ल यता नि हेरिदिनु भिडियो यस्तो दामी भिडियो बनाइदिनु गाइस मलाई यस्तो
रिग्रेट भएन क्या यहाँ यहाँनिर यसो गरेर बनाउनु पर्छ भयो कि बेबी भयो कि प्लिज न पादै क्लियर देखिनु मेरो मेरो ठगी लगाइसक्यो मान्छेलाई भयो कम्प्लिट भइसक्यो खुट्टी दुइसक्यो मान्छेको यहाँ त्यसो भए घरमा जाने चटपटे हामी जाने कि पहिला कहाँ यता कता छ चटपटे बनाएन है ए अँ म बनाउनु बनाउँदैन के दियो बेबी मलाई बनाउन मन लाग्दैन नाटकै हो यो त नोटङ्की मेरो आइडी फ्रिज हुन थाल्छ आज तिम्रो र मेरो भिडियो हाल्ने नि त तपाईँकोमा हाल्ने कि मेरोमा हाल्ने तपाईँकोमै हाल्ने किन तपाईँकोमा धेरै लाइक आउँछ होइन उसकोमा पनि जान्छ फ्रिज भएको होइन तिमीले भिडियो नहालेर बेबी लिपसिङ गरेर हाल भन्छु मान्दिनँ मेरोमा एउटा 100 के भ्युज पुग्नु लागिसक्यो ठिक छ बधाई छ म के काट्दिउँ कि ओहो यहाँनिर एउटा बोर्ड त यस्तो त मलाई देख्नै हुँदैन कम दामी हुन्छ ए भगवान् मोबाइल फुल भएन बेबी दिदीको र मेरो हिँडेर बनाइदिनु एकछिन बिर्सिनु न गाइस यहाँ भिडियो बनाउँदा अब क्यामेराम्यान मेरो नेकलेसको डायमन्ड त यहाँ पो रहेछ हो किन्छ नि हो लु त कानमा र सरी दिन्छ नि यस्तो ल एकछिनमा भेट्छु ल पछाडि थके लागिसक्यो हामी चाहिँ अब चल्दैछ हामीलाई लाग्यो यहाँबाट टाटा बाई बाई गरेर यहाँबाट थके लाग्यो हौ खुट्टै दुइसक्यो अलविदा यो ठाउँलाई अलविदा गरिसक्यौँ हेर्नु न भ्यूहरू चाहिँ हो के रे नानी तपाईँहरू राम्रो दिनमा मलाई त आउनै मन लाग्थेन कि म आउँदिनँ भनेको थिएँ आज मलाई आउनै मन मलाई आज कहीँ हिँड्नै मन लाग्थेन रिक्सनले जाम भनेर आएको मात्र हो मात्रमा यस्तो हिँड्दैन हिँड्न सक्दा पनि छ नि आज मन थिएन तर मैले यहाँनिर भिडियो लिपसिङ गरेको बनाउँछु नि मैले त्यसो बनाउनु मन थियो होइन अनि भन्नु पर्थेन अघि बेबी आज अर्को फोन खोइ स्पाइडर यहाँ छ अनि लिपसिङ पनि राम्ररी भएन क्या आज मेरो अनि सम्झन छैन नि त हो हो सन्चो नभएको मान्छे है म आज है बेबी सन्चो नभएको मान्छे सन्चो छैन है हाम्रो बसलाई खुट्टै दुखेको कस्तो चटपट यता कता पाइन्छ नानी अस्ति नै अल्लु ठाउँमा पाइन्न मिठो कसले बनाउँछ मिठो त्यहीँ पाउँछ हिजो अस्ति चाहिँ के भएको हो कि त्यो धोतीकोमा यताबाट निस्किने ल हाम्रो पुल आइसक्यो यहाँ गन्तव्य यो पुल चाहिँ यति लामो छ कति लामो छ है वान्स मोर उडाइदिएलाई अङ्कल 1 2 ल फेरि ल वान्स मोर ल 1 2 पुगेन सन छैन नउफ्रियो पेट दुख्छ झन् सिकाउँछ फेरि उल्का सिकाउँछ एउटाले फेरि अलि राम्रो सिकाउनु नि यहीँ क्षणले धोका दियो भने म यहीँ अम्फालेर मोडिदिन्छु त्यही भन्दै त्यही गीत गाएर सुसाइड हानिदिन्छु भनेर भन्दैन धोका दियो भने मैले रिक्सनलाई झिहालिदिन्छु अनि घर बनाउँछु रिक्सनले मैले नि त्यस्तै हो चकलेट त मन त्यति खाँदैन हो एउटा भए पुग्छ ल गाइस हामी एकछिन भेट्छौँ लास्ट गयौँ भयो मोबाइल छोरा पनि ठगेर खुट्टा नि दुइसक्यो कि लास्ट यो हिलाएर हिँड्न सक्दैन धेरै एकछिनमा भेट्छु ल हजुरसँग त्यही हामी चाहिँ चटपट सटपट खाएर आइसक्यौँ भ्याइसक्यो कोक पनि कोक सोक खाएर भइसक्यौँ कस्तो राम्रो गार्डनहरू हो यताको एरिया त यताको एरियाहरू चाहिँ कस्तो आनन्दकै हावा आउने क्या
हजुर सन्चनु भएको मान्छे हामी चाहिँ हस्पिटल गएर आइसक्यौँ है गाइस तर फेरि हामी अघि नै हस्पिटल गएर आइसकेको है बस घुम्यौँ अनि हस्पिटल गयौँ चेक गरेर आइसक्यौँ है के छ अनि हाल खबर डक्टरले के भन्नुभयो के को कमी छ अरे डेङ्गु हावा नदिइहाल्छ मैले ढाकिदिन्छ नि त्यस्तो खाना खाँदैन खान्छ खाना त खान्छ खै जबमा चाहिँ खान्छ आँटो जबमा खाँदैन केही नि खाँदैन धन्न मैले त्यही भएर साँझ माम बनाउने कारण त्यही त हो नि एक थाल हालिदिन्छु थप्दैन कहिले जिन्दगीमा थप्दिएर यति धेरै हालिदिन्छु मैले खाना कसम नानी यति धेरै हालिदिन्छु खान्छ फेरि तुर्छ फेरि त्यो खाना भ्याउनुहुन्छ यसरी के नदेखाउनु न गर न राम्ररी के भयो त ए स्कुल पढ्दा फुलले गरिक्सनले माथि पुग्दा पुग्दै यस्तो तल हिँड्दै त्यो ब्याग गरुङको भएर नि कस्तो राम्रो क्वालिटी पछाडि ए आज त यहाँ भ्यू त आम्बो भन्नै पर्दैन सर्ट पात देख्यो क्यामेराम्यान जहाँ देखेँ त्यहीँ क्यामेरा खिचिक पिचिक पार्नुपर्छ है म चाहिँ यहाँ भ्लग बनाउँदै हिँड्छु ऊ चाहिँ भिडियो बनाउँदै हिँड्छ ल मलाई पनि ल हेलो फोटो खिचिदेऊ न बेबी छिटो पोज दिँदैछु क्या हात धोइसक्यो मेरो थाकै लाग्यो मर्निङ लाग्यो मलाई गाइस अब हामी रुम आइसक्यौँ हामी अब बस्छौँ थक लागिसक्यो म हिँड्दा भइसक्यो वान्स मोर रिक्सा भागिदिन्छ एकछिन गरेर भागिदिनु ल गाइस हामी एकछिन भेट्छौँ रुम आइसक्यौँ ओके देखिन्छ रिभ्यू फेरि एकचोटि पोज देऊ न कसरी रे अचार चाहिँ मिठो हुँदैन होला त अनि मिठो हाल धेरै त खान्न तिमी त नखाऊ ज्वरो आउँछ के खाने एउटा धौ त फ्रेस भौ त एकछिनमा भेट्छु ल मलाई त लास्ट गर्नु भयो पोल्यो टी सर्ट गर्नुहुन्छ नै भयो अनि हामी चाहिँ जान लाग्यो बाई बाई हेलो भनिदेऊ हेलो तिम्रो नाम के हो भनिदेऊ एमजी लामा यता हेरेर भनिदेऊ न एमजी लामा म को हो बाउजू हामी चाहिँ अब जान लाग्यो यहाँ त कस्तो थकाइ लागिरहेको छ निन्दा लागिरहेको छ यहाँको भ्यू चाहिँ यस्तो राम्रो छ है अहिले पनि तिमी के सिक्छौ रे के सिक्यौ रे के रे तिमी के उस रे टेकान्डोको के रे करातेको कि टेकान्डोको रे भनिदेऊ एनजी के भेल रे तिमी तिमी कराते कि के टेकान्डो खेल्छौ भने होइन हो सबलाई बोक्नुपर्छ फेरि यो आम्बा ल ल लड्छ बाई बस्छ ल ढोका लाउनु खै इन्डिया कहाँ हेर्नु त फेरि इन्डिया कहाँ हेर्नु नि थकै लाग्यो हौ लस्टे खुट्टी दुयो गर्मी के
हिँड्ने उस गर्नु मन लाग्थ्यो गयो त्यति मान्छेहरू डान्स गर्ने भोक होइन त्यो कहाँ आइदियो आइदियो त्यही त लोकेसन एकछिन यहाँ बस यहीँ आउँछ बेबी आऊ इन्ड्राइभ गरेको कता गयो यार हामी चाहिँ नाम पनि क्या दामी के फेरि ट्याक्सी दाइ सम्धी रे आइरहेको कि त्यो सिधाबाट उतै आइपुगेछु आइसक्यो गयो यस्तो जाँगर लाग्यो फोन खस्छ हेर्दै बेलामा बाई बाई अबे त केही हुन्न ल गाइस हामी चाहिँ अब गएको हिँड्दा आउँदैछ भोक लागिसक्यो हामी गएर सुत्दिने रुममा गएर ट्याक्सी नै खै ड्राइभ भयो गर्दा खै आएको कि आएको गर्छ बोलिदिने हेर्नु त कहाँ आइपुग्यो नचलाउनु न बेबी त्यो हातको तपाईँ गाइस हामी एकछिनमा भेट्छौँ हामी चाहिँ क्याफे आइसक्यौँ रुम अगाडि यस्तो थगेलाएर के खाने खाएको भन्नु न के खानु के भन्नुहुन्छ चाचो भनौँ चाउचो कि राजा चाउचो चाउचो गरिदिनु न नाना वाइ झोलमा त्यतिखेर पिरो नि हालिदिनु ल दुईटा गरिदिनु म नि खान्छु त्यो चाउचो नै गरिदिनु दुईटा त के गर्नु त्यो चाहिँ गर्नु पर्ने चाउचो खानु भने चाउले बस्ला हानमा पनि चाउचो नै खान्छ केही खानु भन्दैन खानु पऱ्यो के साह्रो गर्मी हौ जुस खाने बाहिरको मगाइदिउँ के भने अन्त यस त कहिले होइन कहिले हुन्न यस्तो मलाई स्प्राइट र उस लेमन खाने बानी भएको मनपर्छ म एकछिन बस्छु यस्तो एउटा दुरा यस्तरी बसेर आयो ल एकछिन बस्छु ल